अनि तिमीहरूको पावर, दम्भ अनि घमण्ड सबै एकैचोटि चकनाचुर भयो होइन त? अनि देशभरि त टिङ घन्टी बजिरहेछ अरे त नि। सुन्न सकिरहेछौ? बेला रहँदै के भन्छ त्यो सबै पावरको चाहिँ सदुपयोग गरिदिएको भए, जनतालाई यति धेरै लाइटली नलिदिएको भए, यो हुन्थ्यो त? हुँदैन थियो। रासोपालाई एकदम धेरै बधाई छ। तर यति भन्दै गर्दा फेरि म रासोपाले चाहिँ कायापलटै गर्छ भन्ने विश्वास बोकेको व्यक्ति चाहिँ होइन। किनकि विश्वास गरेका धेरैले विश्वासघात गरिसकेको अवस्था छ के, त्यो कारणले गर्दाखेरि। मेरो आशा हजुरहरूले मलाई गलत साबित गरिदिनु होला। केपी ओलीलाई हराएर ठुलो कुरो होइन यो। देशलाई जिताउनु होला त्यो ठुलो कुरो हो, है। अनि रासोपालाई पनि धेरै लान्छना लागेका छन्। ती कुराहरू चाहिँ हजुरहरूले गलत साबित गरिदिनु होला र देशको हितमा नहुने धेरै कुराहरू चाहिँ अगाडि पारित भइसकेका छन् जसलाई खारेज गरिदिनु होला। इक्जाम्पलको लागि एमसिसी अनि देशको हितमा काम गरिदिनु होला। देशलाई जिताउनु होला। विश्वमा अहिले के भइरहेछ, यसको कारण के हो, त्यो बुझेर आफ्नो परराष्ट्र नीतिहरू पनि अपनाउनु होला। तपाईहरुलाई जनताले विश्वास गरेर सबै कुरा सुम्पेको छन्। हजुरहरूले जनताको विश्वासलाई चाहिँ विश्वासघातमा परिणत नगरिदिनु होला। हजुरहरूबाट मलाई यही आशा छ। अर्को एउटा अन्तिम आशा, म चाहिँ हाल खाडीमा छु, दुबईमा। एक दिन बिहानै उठ्न चाहन्छु। उठेर बाहिर निस्किँदाखेरि रवि दाइले टालेको भ्याकेन्सी अनाउन्समेन्ट देख्न पाऊँ र त्यसमा एप्लाई गरेर देश फर्किन पाऊँ। मेरो अन्तिम इच्छा यही हो। धन्यवाद। हजुरहरूलाई धेरै धेरै शुभकामना छ।